तपाईले आइडल मानिरहेका व्यक्ति हुनुहुन्छ बालेन्द्र शाह, रेन्ज रोभरको डिफेन्डर गाडी लगभग 8 करोडमा अहिलेदेखि नै घुसपेट भएको छ। बालेनले खाने काम गरिसके, चपाउने काम गरिसके भनेर आइरहेको छ त तपाईको आइडललाई। कस्तोबाट आयो त्यो गिफ्ट चाहिँ हामीले पनि विचार गर्नुपर्छ। आज विदेशमा बसेका नेपालीहरू जो ग्रिन कार्ड लिएर बसेका छ उहाँहरू खरबपति छ क्या, अनि हामीले उहाँहरूलाई चाहिँ देशमा छिर्नै दिइराखेका छैनौँ होइन। अब यो देशमा विदेशीहरू कहाँ नागरिकताको कुराहरू आउँछ, उहाँहरू आएर बनाएर अनि त्यसपछि यहाँबाट भएका सबै चिज चाहिँ लुटेर बाहिर गइरहेछ। यत्रो खरबौँपति बसेको छ अमेरिकामा, कमसेकम उहाँहरूलाई हामीले काम गर्ने वातावरण दिएकै छैन यहाँ। त्यो त लगानी आफ्नो देशमा लगाउने नि। ती व्यक्तिहरूले साँच्चीकै बालेनलाई 8 करोड होइन कतिभन्दा महँगो पर्छ त्यो पनि दिनु सक्छ है। मेरो आफ्नो उदाहरण दिउँ तपाईँलाई, मलाई अस्ति अलिकति गाह्रो पनि भयो। म अजय श्रेष्ठ चाहिँ अब देशव्यापी रूपमा कुद्नुपर्छ। तपाईँको जीवनको 20 वर्ष त यो कम्पनीले तपाईँलाई वारेन्टी नै दिएको छ, ग्यारेन्टी नै दिएको छ, त्यो सुज नै एक्सचेन्ज गरिदिन्छ होइन। लेस पनि तपाईँलाई 2टा, तपाईँ अब हिँड्नुपर्छ भनेर मलाई जुत्ता ल्याइदिएर रहेछ हेर्नुहोस् है। जुत्ता ल्याइदियो अनि मलाई कस्तो अड पनि भयो, म त लाउँदिनँ होला भने तपाईँले एउटा चाहिँ समर्थको यो माथि चिसो चाहिँ नपारिदिनु लिनुहोस् भने उहाँ को हुँदो रहेछ फेरि हर्क सम्मानको फ्यान हुँदो रहेछ। मलाई त कस्तो गाह्रो भयो भने यो त भोलि जुत्ता बोकेर हिँड्छ हेर्नुहोस्, मलाई त गाह्रो हुन्छ होइन। अलिकति भोलि जे पनि हुन्छ नि हामीलाई त होइन, यो काम चाहिँ नगरौँ भने। तर उहाँको दाइ चाहिँ फेरि हाम्रो सभापतिको एकदम डायहेड फ्यान रहेछ क्या। भनेपछि यो तपाईँलाई समर्थकले लिएर आएको, यो देशको निमित्त तपाईँ यति कुद्नु भएको छ, यति दौडिनु पर्ने छ, भोलि तपाईँलाई यो जुत्ता ल्याउँछु। मैले जुत्ता लिएर भिडियो बनाएर गएँ, जुत्ताको मूल्य हेरेको 47,500 रहेछ क्या। तपाईँ सपना 47,000ले एउटा घर चल्छ यार पुरै, तर जुत्ताको मूल्य त्यहाँ त 47,500 त्यो ब्रान्डेड भनेपछि गाडीको मूल्य कुरा गर्नुभयो क्या। एउटा मान्छे जुत्ता त 2025 5,000को ल्याइदियो नि त हुन्थ्यो नि मलाई। भनेपछि त्यस्तो खालको ब्रान्डेड जुत्ता उहाँले ल्याइदिनु भयो। त्यो के हो भने यो युवा अब देशव्यापी रूपमा हिँड्नुपर्छ, देशको सपना बोकेर हिँडेको छ। त्यो खालको चाहनामा चाहिँ मान्छेले गिफ्ट भन्ने कुरा चाहिँ गर्छ हेर्नुहोस् होइन। त्यस कारणले कस्तोबाट आयो त्यो गिफ्ट चाहिँ हामीले पनि विचार गर्नुपर्छ। कोही ठेकदारबाट आएको छ, कोही लागु औषध व्यापार गर्नेले लिएर आएको छ भने त्यो चिजलाई हामी नमस्कार गर्छौँ। तर निधारमा त लेखेर आएको हुँदैन हेर्नुहोस् होइन। हामी त कोरा कागज हो नि, सेतो कागज हो क्या म चाहिँ। किनभने मलाई चाहिँ राजनीतिकमा आउनलाई तपाईँको चाहिँ गुटबन्दी गर्ने, उसले उसलाई बिगार्ने, उसले उसलाई यस्तो हुन्छ नि, हामीलाई अलिकति गाह्रो हुन्छ यसमा चाहिँ। अहिले चाहिँ हामी चाहिँ निट एन्ड क्लिन र के सेतो के कालो भन्ने आएको एकदम फ्रेस राजनीतिमा आएको मान्छे हो। त्यस कारणले गर्दाखेरि यस्तो चिज चाहिँ म कहाँ नपरोस् पनि। त्यस्तो खालको कोही साथीहरू आउँछ म बन्नुपर्छ, मेरो 5 जना बन्नुपर्छ भन्यो भने मबाट त्यो एकदम रिजेक्ट हुन्छ। त्यसलाई चाहिँ पहिल्यै टाढैबाट म औषध राइट टु रिजेक्ट त्यो हुन्छ। त्यस कारणले यहाँ म बन्ने होइन, मेरो देश बन्ने हो है। मलाई खाना लाउन पुगेको छ होइन, मेरो आफ्नो बिजनेस छ, राज्यलाई कर तिर्छु, महिनाको 2-4 लाख कमाउनु मलाई गाह्रो छैन। म राज्यलाई कर तिरेर 8-10 जना भाइलाई रोजगारी दिएर आएको छु। मैले सबै सम्पत्ति विवरण चाहिँ त्यहाँ बुझाइसकेको छु। त्यस कारणले मलाई यहाँ कार्यकर्ता पाल्नु पनि छैन, कार्यकर्ताले दिनुपर्छ पनि छैन। भोलि तिमीलाई पेटी ठेका आउँछ मेरो पछि हिँड भन्नु पनि छैन। अहिले भन्नुहुन्छ नि मेरो एउटा भतिज लखरक आएको छ यतापट्टि मेरो, अनि